पराको डाँडा चटकपुरको एरियाहरू हो। अहिले दिन क्लियर नभएर राम्रो देखेको छैन। अहिले चटकपुर पनि टुरिज्मले गर्दा धेरै प्रसिद्ध पाएका छन्। विश्वभरि नै सानो गाउँ छ तर धेरै विख्यात छन्, प्रसिद्ध पाएका छन्। होमस्टेहरू पुरै छ। हेर्नुहोस् चटकपुर देख्दैछ यहाँबाट। पातला सानो गाउँ छ, 19-20 घर छ तर सबै घरमा होमस्टे छ। त्यहाँबाट सुनादा, चटकपुरको मेन बजार नै सुनादा हो मार्केट। उताबाट पनि छ, उताबाट पनि आउँछ गाडीहरू टुरिस्ट लिएर। बाटो अलिक अप्ठ्यारो छ। हेर्नुहोस् यो हाम्रो रम्बीबाट चटकपुर जाने बाटो रोड हो। अब यहाँबाट तपाईँको 6-7 किलोमिटर पर्छ। अघि नै बताइसकेको छु। तपाईँहरू यो बाटो ट्रेकिङ गर्नु पनि सक्नुहुन्छ, तर ट्रेकिङ गर्दा फेरि होसियारसँग, चितुवा भालु निक्लिने सम्भावना छ यो बाटोमा। ट्रेकिङ गर्नु पर्यो भने तपाईँले फरेस्टबाट एन्ट्री लिएर 3 माइलमा एन्ट्री चेकपोस्टमा एन्ट्री लिनुपर्छ। प्लस तपाईँले एक्लै नगर्नुहोस्, साथीभाइ लिएर ट्रेकिङ गर्नुहोस्। अहिले हेर्नुहोस् अब यो बाटो सेप्टेम्बर 15 देखि टुरिस्टको गाडीहरू कुद्नु थाल्छ। अहिले त यो बाटो फरेस्टले 3 महिना बन्द गरेको छ, किनभने 3 महिना यो जनवरी 15 देखि सेप्टेम्बर 15सम्म बन्द छ। यहाँ कुनै गाडीहरू कुद्नु दिँदैनन् फरेस्टले।